ल ल है ल है ल है ल है ल है ओहे 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 ओइ 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 आमामामाम ल है ल दुईवटामा चाहिँ अलमोस्ट भरिएको छ र अर्को फ्रेममा अरु धेरै फ्रेमहरुमा पनि काम गरिसकेको रहेछ। नमस्ते एभ्रिवान, यहाँहरु सबैजनालाई आजको नयाँ भिडियोमा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। म सन्चै छु अनि यहाँहरु सबैजना सन्चै हुनुहुन्छ भन्ने अपेक्षा पनि छ। र आज चाहिँ म अस्ति हामीले निकालेको यो सुपरको मह निकालेको मौरीको घार निरीक्षण गर्न गइराखेको छु र अस्ति मह निकाल्ने क्रममा 3 वटा फ्रेम यही छाडेर अन्य 7 वटा फ्रेम निकालेको कुरा त यहाँ सबैजनालाई थाहा नै छ। र आज चाहिँ म ती फ्रेमहरुमा के कति मह बढियो र अन्य फ्रेमहरुमा के कति महको काम गर्दैछन् भन्ने कुरा निगरानी गर्न गइराखेको छु। भिडियोलाई अन्त्यसम्म हेर्नु होला। र मैले देख्न सक्नुहुन्छ यो माथिको कभर खोलिसकेको छु र अब चाहिँ म यो भित्री कभर पनि खोल्न गइराखेको छु। हेर्नु होला है। पहिला यसो संकेत दिने है, यसरी संकेत दिएर मात्रै उनीहरुलाई यो कभरहरु खोल्ने काम गर्नुपर्छ, नत्र उनीहरु एकदमै चाँडो एग्रेसिभ हुन्छन्। ल ल है ल है ल है ल है ल है ओहे 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 ओइ 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 आमामामाम ल है ल दुईवटामा चाहिँ अलमोस्ट भरिएको छ र अर्को फ्रेममा अरु धेरै फ्रेमहरुमा पनि काम गरिसकेको रहेछ। देख्न सक्नुहुन्छ है साथीहरु है, 3 वटा पहिले थियो, उताको फ्रेममा पनि काम गरेको छ र यतापट्टि पनि देख्न सक्नुहुन्छ है। यो अहिले उनीहरुको एकदमै सिजनको समय हो हैन। यो सिजनको समयमा चाहिँ यसरी काम गरिराखेका छन्। ल देख्न सक्नुहुन्छ आमामामा यसरी काम गरिराखेको छ है। यसरी काम गरिराखेका छन् है। ल ल ल ल ल ल ल ल ल देख्न सक्नुहुन्छ मैले 7 वटा फ्रेम म निकालेर अन्य 7 वटामा चाहिँ पुरा यो आधार चाका दिएको थिएँ र पछिल्लो समय चाहिँ यो एउटा फ्रेम, त्यसपछि यो चाहिँ फ्रेममा 2 वटा फ्रेममा काम गरिसकेको रहेछ। अन्य यो 3 वटामा अलरेडी पहिले नै काम सुरु गरिसकेको थियो। देख्न सक्नुहुन्छ है। ल है साथीहरु, यस्तो पो छ त है मौरीको मह है। ल हेर्नु होला है अलि नजिकबाट अझ। ल म पनि भर्खरै सिकौरे अवस्थामा नै हो है। मैले धेरै कुराहरु जानेर बुझेर यहाँहरुलाई सिकाउन खोजेको होइन। म पनि सिकिराखेको छु, यहाँहरुबाट सिकिराखेको पनि छु। ल देख्न सक्नुहुन्छ यसमा पुरा काम गरिरहेको छ र अन्यमा पनि काम गर्ने क्रम जारी छ। ल देख्न सक्नुहुन्छ है त मेरो साथीहरु, हेर्नु होला है, हेर्नु होला है, हेर्नु होला। मौरीले काम गरेको हेर्नु होला है, अरु कुरा हैन फेरि। ल म अब यिनीहरुलाई 2-3 मिनेट भइसक्यो कभर खोलेर राखेको। अब म बन्द गर्छु है, नत्र फेरि यिनीहरु एग्रेसिभ भइहाल्छन् है त। ल म फेरि अहिले पुनः अर्को घार को चाहिँ यो सुपर कक्ष निरीक्षण गर्न गइराखेको छु। के कति चाकाहरु बनाए भन्ने छोटो निरीक्षण गर्नेछु है त।
यसलाई ठ्याक्क बाहिरी कभर खोलिसके अब अर्को कभर खोल्ने हो। ल है साथीहरू, खोइ यसमा त चाका लगाएन के हो सेरेले। हो सेरे हसे ए ए ए ल यसमा नि फाइनल्ली धेरैवटा चाका बुनिसकेको रहेछ, देख्न सक्नुहुन्छ। यसमा नि थोरै बुनिराखेको छ यसमा नि, त्यसपछि यसमा बुन्यो, यसमा 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 नि सबैमा बुनेको रहेछ लगभग 2वटामा बाहेक है। अब सम्भवतः चाँडै नै यो महिनाभित्र नै यसमा चाहिँ ट्याक्क म काट्ने हुनेछ, त्यो अपेक्षा छ है। फेरि पछि पनि हेर्ने नै छु। आमामामामा ल है साथीहरू, यसमा नि अब म लगाउन मात्रै बाँकी रहेछ। हल्का हल्का त लगाइसकेको रहेछ अझ है। ल है साथीहरू, यसरी मैले आज 2वटा घर निरीक्षण गरेँ है।